सो हेलो गाइस, के छ तपाईँको हाल खबर? मेरो नि एकदम आरामै छ गाइस है। म चाहिँ यसो मार्केटतिर निस्किन लाग्यो गाइस है। यहाँको काँक्रो खाएर रोमानिया काँक्रो खाइरहेको गाइस है। पुरै यहाँको काँक्रो त कस्तो हुँदो रहेछ भने घिरौँला जस्तो के हेर्नु न, घिरौँला जस्तो भयो घिरौँला। यहाँको त पुरै घिरौँला जस्तो हुँदो रहेछ गाइस है। ए मस्त हो केटाहरू फोटोसुट हान्दैछ। पोस्ट सिकाइरहनु भएको दाइ चाहिँ यहाँ फोटोग्राफ यो लेट्स गो टु मार्केट। रोमानिया। बाटोमा हिँड्दै गर्ने है दाइ, भिडियो भयो। मेरो लुक्स देखाइदिनु न, मेरो लुक्स हेर्नु गाइस। दाइ मेरो लुक्स देखाइदिनु ल यहाँ। मेरो भाइ पुरै पुरा यहाँको राजा हो, राजाको हाम्रो मन्त्री हो, राजाको भाइ, अर्को ज्वाइँ राजाको भाइ, खाली ज्वाइँ खाली यता हाम्रो आदरणीय दाइ, हाम्रो आदरणीय भाइ हैन। वेलकम टु माय ब्लग मिस्टर खनाल ब्लग हैन। यसमे भाइ खनाल अफिसियल खनाल ब्लग, एकै ब्लग। हामी चाहिँ नयाँ लुक्समा, म चाहिँ नयाँ लुक्समा निक्लेको छु गाइस है। रेड ब्ल्याक जुत्ता सँगसँगै लिएर जान्छ गाडीले। गाडीले सँगसँगै लिएर जाने भन्छ त गाइस। हेर्नु यहाँ मलाई कतिमा किने दाइले दिए दाइ। मैले थाहा पाइसकेको थिएँ। हामी कहाँबाट किन्यो अहिले? त्यसको मैले पेट्रोल पम्पबाट किनेको मै सुज हेर्नु न गाइस, बवाल छ। उमेश मुइसले लिन पाउँदाखेरि भनेको मैले निकालेर बुझ्यो एउटा बियर खुवाउलो भनेको है। हामी त नलाग्यो। हामी कतिजना छौँ सबै? 12 जना खाँदै। अब हामी यो ठाउँलाई यो घरलाई छोडेर जान लागेको छौँ गाइस है। यस्तो ठाउँलाई सिँगा हेर्नु न उडेर भाग्यो। सामानहरू सब निकाल्यो नि केटाहरूले, सामान फोहोर सब निकाल्छ नि मान्छेहरू। सामान छ है। अहिले चाहिँ निस्किन लागेको छौँ गाइस है, रुम छोडेर। अब हामीले यो रुमलाई छोडेर जान लागेको छौँ। सबले छोडेर जान लागेको छौँ हामी अहिले ट्याक्क लगाएर। ल अहिले एकछिन भेटौँला। ल हेर्नु है, हामीले त यहाँ चट्ट लाएर यहाँ पैसा कमाइरहेको छौँ बोतलबाट। कति कमायो भने त्यहाँ उता हेर्न सक्नुहुन्छ, 13.5 रुपियाँ कमाइसक्यौँ। स्क्यान हानिदियो, हान्नु न ट्याक्क लाएर। छासको बोतल नलग्ने यार। अरू यसले पनि 50 यो दिने, सबको 50 हो त यार। अरे हेर यो बोतल लान्छ होला नि दाइ, मलाई यसमा पनि पैसा परेछ नि। यो लगेन लैजान पैसा आउँथ्यो त हामीलाई। रिसाइकल हो तर यसले लग्दैन। अरू केही छ? अब के सिसाको ट्राई गर्नु त। यो छिर्दैन? छिरेन दाइ यार। हुँदैन के त्यो त 3 लिटर त्यहाँ लेखेकै छ हेर्नु न। 1 लिटर 3 लिटर
लगेन नहाल यो सानो पनि यही भन्छ 100 रुपैयाँ यही खाला 1450 आयो ल जाउँ एउटा मेरो लागि केही किन्दिनँ अनि अरू दारू हान्दिनँ not allowed to drink or talk to Here, cigarettes expensive. If you smoke, it's expensive. So you better quit smoking if you smoke. if you want to support your family you have to quit if you want to enjoy yourself Little enjoyment to one another, it's okay. I don't think you can stay here and prohibit yourself from everything and send everything to your family because you're set. So you have to party a little bit. You have to. nice farming That's fun, man. When we stayed near Nagov there, we have bus to Bucharest. It's to Bucharest maybe half an hour, yeah, bus. During the night, not no bus. But the guys that still work here, they will explain how it works. What did the agents or your friend tell you that you will work here? What were you told that you will work at our What were you told about your new job? Have dishes, have table, but everything automated. So you don't wash by hand very much. ल है हाम्रो केटाहरू त यहाँ मस्त भिजिरहेका छौँ हेर्न सक्नुहुन्छ पानी है हामी अर्को होटलमा आइसक्यो ऊ दाइहरू आयो हामी यहाँ आइसक्यौँ यता मस्त एउटा यता कुनातिर लुकिरहेछन् केटाहरू ल है हामी त अर्को ठाउँतिर आइसक्यौँ है गाइजहरू म यता छु केटाहरू हिँड्दैछौँ है केटा हो केटी हो हामी त अर्कै सिटी आइसक्यो गाइज यहाँ त हरियाली यहाँ त हामी गाउँतिर आइसक्यौँ ट्याक्क लाएर अझ हामी मिडलतिर झन् लाग्छौँ अलि सपिङ खाने व्यवस्था गर्नलाई होइन ट्याक्क लाएर गाइज दाइ हेलो गरिदिनु हेलो दाइ सबैजना हेलो गरिदिनु मेरो युट्युब च्यानल छ क्या दाइ ल हेलो एकचोटि सबजनाले वेलकम टु रोमानिया हबिबी कम टु रोमानिया हजुर अस्ति हाम्रो फोटो हालेको थियो नि त्यही हो युट्युब च्यानल डिमान्ड रोमानियामै छ नाम होइन तिम्रो छुट्टै हो ट्याक्क लाएर हामी ट्याक्क निस्किसक्यौँ केटाहरू सबैजना होइन
दाइ आइरहेको छ उहाँबाट गाडीमा हामी चाहिँ एउटा यस्तो गाउँ जस्तो ठाउँमा आइसक्यौँ कि गाइस हामी चाहिँ यो गाउँ जस्तै ठाउँतिर आइसक्यौँ ल गाइस अहिले एकछिन भेटौँला है त हामी त यतातिर आइसक्यौँ है मिडलतिर है हाम्रो ग्रुपहरू हुनुहुन्छ यतितिर है ट्याक्क लाएर अगाडितिर बढ्दैछौँ है हामी चाहिँ कति लामो गाडी हो यो धेरै आइरहेको त घुमिरहेको धेरै आयो त मुजी हान्छ है क्या मार्छ है क्या अहिले त है दाइ भिडियो त बनाउनु पाउँछ नि यहाँ बोतल पनि ट्याक्क अब दाइ हामीलाई सजिलो हुन्छ है केटा बेचिसक्यो दाइ त्यो त सबै 15 रुपियाँ बेचेर नि खाइसक्यो केटाहरूले हेर्नु न पहिला अनि के लिन्छ बस्नु यता त यस्तो छ पैसा छ मसँग पैसा पैसा त टन्नै छैन त्यही भएर पैसा त टन्नै छ गाइस है हामीलाई दाच्न सक्दैन फेरि यहाँ केटाहरूले होइन सिधा कुरा भन्नुपर्दा सक्दैन नि फेरि ल है गाइस हामी चाहिँ सामान हाम्रो चाहिँ यो सामान पानी सानी केटाहरूले सबैभन्दा धेरै चाहिँ हामीले 150 रुपियाँको सामान ल्याउँछौँ गाइस है रात पर्न लागिसक्यो कति बज्यो भन्नुहुन्छ होला ठ्याक्कै 9 बजेर कति बज्यो रोकिन है 9:10 भएछ यस्तो छ सो गाइज है अब आजको लागि यति नै हुनेछ है को नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला सो आजको लागि यति नै हुन्छ हस्त नमस्कार